सबै काम सकेर सुत्नु पर्यो भनेर सोचिरहेको थिएँ। एक्कासी बुढीले बोलाइ। त्यसपछि किन बोलारहेछ भनेर म बुढी भएको ठाउँतिर निस्किहालेँ सुई। सुरु दिन भएर होला भ्लग बनाउन कस्तो गाह्रो फिल भइरहेको। त्यहाँ पुगेपछि थाहा भयो मलाई ओखली लिएर आउनु भन्या रहेछन्। त्यसपछि मैले ओखली बोकेँ। त्यसपछि बुढी भातिर सुई लागे। अनि बुढीलाई एकछिन तिमी कुर्दै गर, म थोरै खाजा खान्छु, त्यसपछि म कुर्छु भने। अनि दुईजना भएर पालैपिलो कुटेर सकायो। अनि अर्काको सामान पुर्याइदिनु भनेर बुढीले भनी मलाई। ओखली त लिएर गएँ, तर घरमा मान्छे कोही छैन जस्तो छ। माइजू भनेर बोलाएँ एक दुईचोटि, मान्छे कोही छैन जस्तो लाग्यो। त्यसैले मैले ओखली मान्छे नभए पनि यहीँ राखिदिएर जाने विचार गरेँ। मेरो आँखा किम्बुको बोटमा परिहाल्यो। त्यसपछि गएँ, खपाखप किम्बु खाएँ। किम्बु खाँदै थिएँ त्यतिकैमा एकजना सुड्डोले बोलाउनु भयो। अनि म ढिला नगरिकन सुड्डो भएकोतिर गएँ। सुड्डो चाहिँ लसुन गोड्दै रहेछ। सुड्डो र म एकछिन कुरासुरा गरियो त्यतिकैमा। अनि मलाई अलि हतार थियो, म जान्छु भने। सुड्डो पनि अनि मास्तिर जाने रे। त्यसपछि मकैबारी दर्याम भने जस्तो हामी मकैबारी हिँडेर गयो। मलाई चाहिँ बुढीले धेरै काम हराएको छ, त्यसैले उकालो स्याँ गर्दै गएँ। यतिकैमा बडा बाउलाई भेटेँ। बडा बाउ गोठो हिँड्नु भएको रे। दायाँ बायाँ नगरिकन म आफ्नो घरतर्फ लागेँ सुई। उकालो आएको भएर मलाई पानी तिर्खा लाग्यो। त्यसपछि मैले धारामा पानी खाने विचार गरेँ। हाम्रो धारा चाहिँ चुनाव लागेपछि नेताहरू गाउँ छिरा जस्तै हो, कहिलेकाहीँ पानी आउँछ कहिलेकाहीँ आउँदैन। लगायत हाम्रो गाउँको भ्यू हेर्नु होला कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो गाउँ। त्यसपछि म ढिलो नगरिकन आफ्नो घरतर्फ लागेँ। उकालोमा स्याँ हुँदै गएँ घर फाइनली। अनि त्यसपछि म घर पनि आइपुगेँ। मेरो घर चाहिँ